कल्पना गर्नुहोस् त एउटा यस्तो मानिस जसले संसारलाई हेर्ने तरिका नै बदलिदियो, जसलाई बाल्यकालमा ढिलो बोल्ने बच्चा भनेर हेर्नेहरू थिए, तर त्यही मानिस पछि संसारकै महान वैज्ञानिक मध्ये एक बन्न पुगे। उनको नाम थियो अल्बर्ट आइन्स्टाइन। उनले केवल विज्ञानका सिद्धान्तहरू मात्रै दिएनन्, उनले जीवनलाई हेर्ने एउटा फरक दृष्टिकोण पनि दिन सके। आज हामी आइन्स्टाइनका केही महान भनाइहरू सुन्नेछौँ, जुन केवल सुन्नका लागि मात्रै रहने छैनन्। तपाईले जीवनमा लागू गर्नुभयो भने तपाईको जीवन पनि बदलिन सक्नेछ। सायद यी मध्ये एउटा भनाइले तपाईको वर्षौंदेखि हेर्दै आएको जीवनलाई नै फरक तरिकाले हेर्न सिकाउने छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि अन्तिम भनाइ तपाईको सोच बदल्ने खालको रहनेछ। र यस्तै भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरेर राख्नुहोला। अब सुरु गरौँ आइन्स्टाइनका जीवन बदल्ने भनाइहरू। जीवन साइकल चलाउनु जस्तै हो, सन्तुलन कायम राख्न अगाडि बढिरहनुपर्छ। कल्पना ज्ञान भन्दा महत्त्वपूर्ण छ। ज्ञान सीमित छ, तर कल्पनाले संसारलाई समेट्छ। गल्ती नगर्ने मानिसले कहिले नयाँ कुरा गर्ने प्रयास गर्दैन। समस्या समाधान गर्ने क्षमता भन्दा पनि समस्या सिर्जना गर्ने मानसिकता भन्दा माथि उठ्न एकदमै महत्त्वपूर्ण छ। सफल मानिस बन्ने प्रयास नगर, बरु मूल्यवान मानिस बन्ने प्रयास गर। हिजोबाट सिक, आजका लागि बाँच, भोलिको आशा राख। सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रश्न गर्न कहिल्यै नछोड। एक पटक असफल हुँदैमा तिमी असफल हुँदैनौ। असफलता भनेको प्रयास रोक्नु हो। हामीले सामना गर्ने महत्त्वपूर्ण समस्याहरू त्यही सोचबाट समाधान हुन सक्दैनन् जसले ती समस्याहरू जन्माएको थियो। जिज्ञासा नै सिकाइको सबैभन्दा ठूलो स्रोत हो। ज्ञानको वास्तविक चिन्ह धेरै कुरा जान्नु होइन, सही प्रश्न सोध्न सक्नु हो र सही डिसिजन लिन सक्नु हो। शान्त जीवनको एकर्षता र एक्लोपनले सृजनात्मक दिमागलाई उत्तेजित गर्छ। प्रत्येक कठिनाइको बीचमा अवसर लुकेको हुन्छ। साँचो बुद्धिमत्ता भनेको ज्ञान मात्र होइन, कल्पना र सोच्ने क्षमता पनि हो। तिमीले संसारलाई परिवर्तन गर्न चाहन्छौ भने पहिले आफ्नै सोच परिवर्तन गर्न जरुरी छ। जीवनलाई हेर्ने दुई तरिका छन्, केही पनि चमत्कार होइन भनेर वा सबै कुरा चमत्कार हो भनेर। आजलाई यति नै साथीहरू। यस्तै मोटिभेसनल भिडियोहरू हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोला। धन्यवाद।